सो हेलो एन्ड नमस्ते वेलकम टु अगेन ब्याक टु पदम लोप्चन ब्लगमा सो आज चाहिँ म पोखरा म्याच खेल्न जाँदैछौँ सो आजको चाहिँ हाम्रो पोखराको म्याचको भ्लग हुने आउनेछ है सो अहिले घरबाट चाहिँ अब फ्लाइटमा छ साढे कति 9:45 को गेम हाम्रो 1-2 बजे छ सो त्यही भएर चाहिँ अब म एयरपोर्ट जाँदैछौँ आया खुट्टा के भयो माकुरी खुट्टा बेला यस्तो घडक हानिरहेछ है के भएको है त्यो पानी नपुग्यो है के है सो त्यही हो गाइस अब पोखरा गएर फेरि ट्याग लगाएर हल्ला गरेर आउनुपर्छ हल्ला गरेर त्यहाँ ट्याग लगाएर है त्यही अब चाहिँ एयरपोर्ट जाँदैछौँ अनि एयरपोर्टमै भेटौँला है गर्मी छ एयरपोर्ट जाँदैछौँ अहिले भान्जीलाई चाहिँ एयरपोर्टमा छोड्ने हो त्यहाँ भेना छ भेनासँग अहिले त्यो बसेर हो स्टोर बिचरा बसिरहेको छ ट्याग खोलाएर गाइज म चाहिँ एयरपोर्ट आइसकेको छ अलिकति हतार छ अलि पछि भेटौँला त्यो गाइज अब चाहिँ हाम्रो फ्लाइट छ ट्याग खोलाएर काठमाडौँदेखि पोखरासम्मको यात्रा सुरु हुन्छ हामी चाहिँ ट्याग खोलाएर अब डाइरेक्ट पोखरामा भेट्नु पर्ला है ट्याग खोलाएर सेफ फ्लाइट गाइज म चाहिँ फाइनली पोखरा फुटसलमा आज फुटसल हुन लागिरहेको छु सो आइपुगिसकेको छौँ ट्याग खोलाएर साइड ओपन फुटसल टुर्नामेन्ट 2083 आज प्रतियोगिताको पहिलो दिन र पहिलो दिनको यतिखेर उद्घाटन समारोह लगतैको खेल रहनेछ भने तेस्रो खेल र साथसाथै आजको उद्घाटन खेल समेत रहेको तपाईँहरूबीच हामी अवगत गराउन चाहन्छौँ यतिखेर प्रतिस्पर्धाको निम्ति हामी देख्न सक्छौँ मैदानमा एकतर्फ हरियो रङ्गको जर्सीमा एनएसएफसी का खेलाडीहरू उपस्थित छन् भने अर्कोतर्फ हामी मैदानमा रातो रङ्गको जर्सीमा रामघाट रेडका खेलाडीहरूलाई पाउन सक्छौँ दर्शक महानुभावहरू खेलको सुरुवाती समयमा नै तमाम दर्शक महानुभावहरूलाई खेलको प्रत्यक्ष प्रसारणलाई सेयर गर्दै यो खेललाई चाहन्छौँ स्पोर्ट भाइब्स नेटवर्कमा तपाईँहरू पहिलोचोटि हेरिरहनु भएको छ भने पहिलोचोटि जोडिरहनु भएको छ भने हाम्रो पेजलाई पनि लाइक र फलो गरिदिनु होला सँगै दर्शकबिन खेल सुरु भइसकेको छ पहिलो बल पोजिसन होल्ड गर्दै यतिखेर एनएस ब्रदर्स खेलमा सुरुवाती अवसर बनाउन चाहन्थे यहाँ मिलन नेपाली पहिलो एटिएम एनएसको तर्फबाट त्यति फलदायक बन्न सकेको छैन पदम लोप्चन छन् अग्रपङ्क्तिमा सुजन गुरुङ आकाश थपलियासँग खेल्न चाहे उनले सचिन गुरुङ छन् यतिखेर सचिन यो पास मिङमारका लागि हामी देख्न सक्छौँ मिङमार एकदमै अनुभवी एकदमै पोटेन्सियल भएका खेलाडी हुन् दर्शकबिन नेपाली फुटसल सिनारीको कुरा गर्ने हो त वान अफ द बेस्ट फिक्सरको रूपमा हामी मिङमारलाई लिन सक्छौँ काठमाडौँको प्रतिभा यतिखेर बौद्ध शान्ति क्लब रामघाटको जर्सीमा हामी देखिरहेका छौँ भने अग्रपङ्क्तिमा यतिखेर सुमन महतो त्यो बललाई लिफ्ट गर्ने प्रयास गरेका थिए उत्तिकै अर्को सेट गर्न चाहन्थे त्यहाँ साजन तामाङ पूर्ण बलमा हामी देख्न सक्छौँ रामघाट सचिन गुरुङ छन् अग्रपङ्क्तिमा फेरि पनि सुजन गुरुङ तर यतिखेर फलको सङ्केतसँगै तपाईँ देख्न सक्नुहुनेछ फ्रिकिक रहनेछ ब्याकलाइनमा एनएस ब्रदर्सका लागि प्रतिभा मिङमार तामाङ र पदम लोप्चन राष्ट्रिय खेलाडी पदम लोप्चन आज हामीले देख्न पाएका छौँ टिम रामघाट रेडको तर्फबाट भने यहाँ देख्न सक्छौँ आकाश थपलिया सचिनका लागि सचिन गुरुङ खेल्न चाहे मिघमार तामाङका लागि अब मिघमार भने लिफ्ट गर्नेछन् र सम्भवतः यहाँ भने प्लेयरको इसारा रिप्रेजेन्ट बाई रेफ्री राज कुशल गुरुङको तर्फबाट सम्भवतः राजु राई यो अट्याकका निम्ति हामीले देख्न पाएका थियौँ देख्न सक्छौँ अब भने सचिन खेल्न चाहे यहाँ भने सुजन गुरुङका लागि अब भने आकाश थपलिया उत्तिकै राम्रो इन्टरसेप्सन यहाँ भने मिलन नेपालीको तर्फबाट अझै पनि मिलन तर यहाँ भने मिङमार तामाङले कुनै पनि अवसर भने हुन थिएनन् अब भने देख्न सक्छौँ फेरि पनि मिङमार उत्तिकै राम्रो कन्फिडेन्ट ड्राइभ हामी देख्न सक्छौँ मिङमारको तर्फबाट सचिन फेरि पनि मिङमारका लागि लेफ्ट ल्याङ साइडमा यहाँ भने सुजन आकाश थपलिया अब भने बल आफ्नो यन्त्रमा राख्नेछन् टिम रामघाट रेड देख्न सक्छौँ आकाश थपलिया उत्तिकै राम्रो यो कन्फिडेन्ट ड्राइभ हामी देख्न सक्छौँ अझै पनि आकाश थपलिया भने उत्तिकै राम्रो इन्टरसेप्ट यहाँ भने रेडको तर्फबाट सुजन गुरुङलाई देख्न सक्छौँ ब्याक साइडमा गोलरक्षक पदम लोप्चन यो बिट गरेका छन् र यो प्रहार तर आशिष गुरुङ कुनै पनि अवसर भने रहेन
आशिष गुरुङ भर्खरै मात्र मैदान प्रवेश गरेका छन् र आशिष गुरुङ मैदान प्रवेश गरेसँगै यो पहिलो फिनिस हामी देख्नका लागि खेल्न चाहे पुनः सचिन नाउ ब्याक टु द दिवास भने सचिन फेरि पनि अवसर र आशिष गुरुङको तर्फबाट जुन प्रहार रह्यो यसपालि भने गोल क्लियरेन्स प्राप्त रहनेछ अब भने रामघाट फुटबल क्लबका लागि पदम फेरि पनि आशिष पदम तर यहाँ भने सम्भवतः सङ्गम दर्जी फल्कन तर्फबाट आफ्नो प्रतिनिधित्व गर्नुहुनेछ यस प्रतियोगितामा देख्न सक्छौँ उत्तिकै यो राम्रो इन्टरसेप्टसँगै 2v1 को यो सिचुएसन गोल गर्न सुनौलो अवसर र यहाँ भने नेपाली फल रहेसँगै अश्विन सङ्गमका लागि लेफ्ट ल्यान्ड साइडबाट सङ्गम गुरुङ अझै पनि सङ्गम गुरुङ त्यो बललाई चेज गर्न चाहन्थ्यो भने आशिषको तर्फबाट जुन डिफेन्सिभ लाइन पनि हामीले देख्न सक्छौँ आशिष गुरुङ उत्तिकै राम्रो देख्न पाएका छौँ भने अब पनि यहाँ आकाश थपलिया काउन्टरका लागि रन बनाउँदै दिवासको तर्फबाट जुन प्रहार रहेको थियो भने यहाँ सुमन सङ्गमका लागि ब्याकमा भने सङ्गम दर्जी दुईटा सङ्गम देख्न पाएका छौँ लेफ्ट ल्यान्ड साइडबाट अझै पनि सङ्गम तर सुजन गुरुङ यहाँ भने फल कन्सिड गर्न पुगे सङ्गम दर्जी विरुद्ध सही कारण पनि फ्री किक प्राप्त रहनेछ एएनएस ब्रदर्सका लागि देख्न सक्छौँ सङ्गम इन्टरसेप्ट गर्ने प्रयास दिवास गुरुङको तर्फबाट मिनटको हारहारी समयहरू बाँकी रहेको छ करिब 3 मिनट देख्न सक्छौँ सङ्गमको तर्फबाट यो स्किलफुल फुटवर्क हामी देख्न पायौँ फुटवर्क हामी देख्न पायौँ र सम्भवतः यहाँ भने कार्ड कन्सिडर गर्नेछन् सुजन पूर्ण रूपमा सुचारू भइसकेको छ देख्न सक्छौँ सुमन महतोको तर्फबाट जुन परबाट एटेम रहेको थियो भने यो इन्टिपोस रहन सक्छ सुजनको तर्फबाट उत्तिकै राम्रो फिनिस र यसैसँगै अब भने यो खेलमा 1 गोलको अग्रतामा रहनेछ टिम रामघाट फुटबल क्लब र यहाँ भने सुजन गुरुङ रेड कार्ड कन्सिड गर्नेछन् आदरणीय दर्शक महानुभावहरू सुजन गुरुङ येल्लो कन्सिड गरेसँगै रेडमा रहन पुगे यसपालि भने सुजन सोही कारण पनि ग्राउन्ड बाहिर रहनेछन् अब अल्बिन रोशनको गेम कतिखेर हो भन्दै हुनुहुन्छ सम्भवतः यसपछिको खेल रहेको छ युनाइटेड बगर भर्सेस रामघाट फुटबल क्लब सम्भवतः यसपछि केही दूरीबाट यसपालि भने त्यो बल बाहिरिएको छ आदरणीय दर्शक महानुभावहरू देख्न सक्छौँ फेरि पनि आशिष र यो क्विक र यहाँ भने उत्तिकै लभली फिनिस आशिष गुरुङको तर्फबाट लागि सुमन महतो ब्याक टु सुमन र सुमनको यो प्रहार त उत्तिकै राम्रो बचाउ गोलरक्षक पदम लोप्चनको तर्फबाट पनि फेरि पनि अर्को अट्याकमा रहनेछ सुमन महतो सङ्गम दर्जीका लागि र यो प्रहार तर दिवास गुरुङ त्यहाँ भने ब्याक सक्छ तर त्यो बललाई चेज गर्न अवश्य पनि सफल बने भनेर टिम एएनएस ब्रदर्स फेरि पनि लेफ्ट ल्यान्ड साइडबाट अब पनि मिङमा र आशिष गुरुङको तर्फबाट जुन प्रहार रहेको थियो यदि गोल गर्थ्यो भने त यस प्रतियोगिताको पहिलो ह्याट्रिक देख्न पाउने थियौँ हामीले रामघाट फुटबल क्लब रेडको तर्फबाट अब भने सङ्गम देख्न सक्छौँ अब भने सुमन महतो अश्विनका लागि लिफ्ट गर्दै अब भने अश्विन यो सम्भवतः थ्रो खेल्न चाहन्थ्यो भने उत्तिकै राम्रो बचाउ यहाँ भने पदम जुन खेल हामीले देख्न पाइरहेका छ मैले भनिरहेको छु जुन प्रकारको इन्जरी टाइमभन्दा अगाडिको खेल रहेको थियो आकाश थपलियाको जहाँ देख्न सक्छौँ र यहाँ भने आकाश पालि भने आकाश देख्न सक्छौँ फेरि पनि आकाश मिङमारका लागि अझै पनि मिङमार र यो प्रहार तर ब्याक साइडमा भने अश्विन गुरुङको तैनात हामीले देख्न पायौँ सही कारण पनि त्यहाँ भने गोल हुनबाट वञ्चित बनेको छ यसपालि भने रामघाट फुटबल क्लब भने अश्विन दिवस टाइम लिनेछन् पदमका लागि यो पछिको लगतैको खेल युनाइटेड बगर भर्सेस रामघाट देख्न सक्छौँ फेरि पनि आकाश यो राम्रो इन्टरसेप्ट यहाँ भने मिलन नेपालीको तर्फबाट पदम लोप्छन् अझै पनि पदम प्रहार गर्ने प्रयास र मिलन नेपाली यो अवसर हुन सक्छ र यो प्रहार र यहाँ भने कुनै पनि प्रहार भने यसपालि भने रहेन एएनएस ब्रदर्सको तर्फबाट अब भने सचिन र यो राम्रो कटब्याक र यहाँ भने आशिष
इस्पाहान बाबर 1 लाख नगद सहित ट्रफी मेडल र सर्टिफिकेट प्राप्त गर्नुहुनेछ विजेता टिमले र उपविजेता टिमले पनि रु 50,000 प्राप्त गर्नुहुनेछ। हाम्रो चाहिँ गेम सकेर अब बसिरहेको छौँ। अब हामी होटेलमा गएर रेस्ट गर्छौँ। भोलि छ अब क्वार्टर फाइनल म्याच। त्यसपछि अनि हामीले माहौल दाया सबै जान्छ।